40-50 वर्षको इतिहासमा चाहिँ यस्तो कुराहरू चाहिँ छैन होइन। त्यो कुरा चाहिँ आज हाम्रो BYD हेडक्वार्टरको सपोर्टले गर्दाखेरि युजरहरूको लागि आशालाई चाहिँ हामी खडा उठेर जस्तो लाग्छ होइन। वेलकम टु नाइमा मोबिलिटी एक्सपो 2026। मोबिलिटी एक्सपो 2026 आजबाट सुरु भइसकेको छ, जहाँ अटो इन्डस्ट्रीको नयाँ च्याप्टर लेखिँदैछ र अब हामी स्टलतर्फ आइसकेका छौँ। लेट्स गो टु द स्टल अफ BYD। नेपालको सबैभन्दा प्रतीक्षित अटो सो मध्ये एक नाइमा अटो सो आजदेखि सुरु भएको छ। देशभरका अटो ब्रान्डहरू एउटै ठाउँमा भेला हुँदा नयाँ गाडी, नयाँ टेक्नोलोजी र नयाँ एक्सपिरियन्स खोज्ने दर्शकहरूको पनि बाक्लो उपस्थिति देखिन्छ र यही भिडको बीचमा रहेको छ BYD को आकर्षक स्टल। पहिलो दिनमै BYD को स्टलमा देखिएको भिडले एउटा कुरा स्पष्ट बनाएको छ, नेपाली बजारमा EV प्रति चासो लगातार बढिरहेको छ। यहाँ हामीले BYD का विभिन्न मोडलहरू नजिकबाट हेर्ने अवसर पायौं। एटो 1 देखि एटो 2 र एटो 3 सम्म हरेक गाडीले फरक मूल्य, फरक आवश्यकता र फरक ग्राहकलाई लक्षित गरेको देखिन्छ। नाइमा अटो शो को पहिलो दिनको अनुभव कस्तो रह्यो, BYD को स्टलमा कस्तो प्रतिक्रिया आइरहेका छन्, यी विषयमा हामीले कुरा गर्यौं सिमेक्स INC की प्रमुख तथा नेपालमा BYD की आधिकारिक वितरक इमुना श्रेष्ठसँग। जुन आज फर्स्ट डे होइन, जुन एक्साइटेड जुन स्टलमा देखिहाल्नु भयो होइन, हामी सुरुमै स्टार्टिङमै छौँ होइन। त्यसले गर्दाखेरि जुन हामीले नयाँ 3वटा फेसलिपहरू लिएर आएको छ, जुन चाहिँ हाम्रो क्लाइन्टहरूलाई चाहिँ मध्यनजर आएर पनि जुन आज म्यानुफ्याक्चरले चाहिँ आज OEM-ले चाहिँ जुन किसिमको भेरिएन्ट्सहरू होइन आइरहेको छ, त्यसलाई फेसलिप भर्सेन जुन युजरलाई चाहिँ मध्यनजर ल्याएर आएको छ होइन, त्यसमा चाहिँ हामी एकदमै खुसी छौँ। यो भनेको चाहिँ आज 40-50 वर्षको इतिहासमा चाहिँ यस्तो कुराहरू चाहिँ छैन होइन। त्यो कुरा चाहिँ आज हाम्रो BYD हेडक्वार्टरको सपोर्टले गर्दाखेरि प्राइस वाइज र सबै कुराले गर्दाखेरि हामीले 3वटा फेस्टिभ भर्सन लिएर आउन पाउँदाखेरि र जुन आज हाम्रो युजरहरूको लागि चाहिँ हामी खडा उठेर जस्तो लाग्छ होइन। जुन कुरा चाहिँ कहिलेकाहीँ चाहिँ चाहेर पनि ला मेरो प्राइस बढ्यो भन्ने थियो भन्दाखेरि, तर लाइक सेम प्राइसमा हामीले एटो 2 लन्चिङ गरेको छु होइन। लुक्स वाइज उसले गर्दाखेरि पनि हामीले लिएर आएको छौँ। त्यस्तै एटो 1 मा चाहिँ जुन उपभोक्ताको युजरको अनुसार 360 क्यामेरादेखि 26% एटो 3 लिएर आएको छु। आई होप सो हाम्रो युजरहरू यो नाइमा अटो सोमा आएर चाहिँ उहाँहरूको यो 6 दिनको भिजिटमा चाहिँ अझ मोर एकदमै सपोर्टेड भएर आउनुहुन्छ भन्ने आशा गरेको छु र त्यो आशा हामीले यो 2-4 वर्षमा गरेको अनुसार यो युजरहरूले गरेको पनि छ। एज अ फ्रेन्ड फलो मिडिया र जुन युजरहरूले सपोर्ट गरेको छ त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच। यसबाट पहिलो दिनमै ग्राहकहरूको उत्साह र सहभागिता कस्तो रह्यो भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ। BYD का विभिन्न मोडल, भेरिएन्ट, फिचर र प्राइसिङ बारे अझै स्पष्ट जानकारी लिन हामीले BYD का सेल्स रिप्रेजेन्टेटिभसँग पनि कुराकानी गर्यौं। यसपालि BYD लाई लिएर के सरप्राइजहरू एक्सपेक्ट गर्न सकिन्छ? अब BYD मा हामीले चाहिँ भन्यौँ नि एटो 1, एटो 2 र एटो 3 तिनटैमा चाहिँ हामीले अपडेटेड भेरिएन्ट लिएर आएको छौँ होइन। हजुरको एटो 1 मा चाहिँ हामीले फिचर्सहरू एड गरेका छौँ, जस्तो 360 डिग्री क्यामेरा, त्यसपछि हजुरको अटो फोल्डिङ मिरर्स भयो। र एटो 2 मा चाहिँ हामीले सबैजनाको कन्सर्न के थियो भने प्राइस रेन्ज चाहिँ अलिक कम भइदिए हुन्थ्यो भन्ने थियो। त्यो कारणले गर्दा हामीले सानो ब्याट्री प्याकमा 45 किलोवाट आवरको ब्याट्री प्याक पनि ल्याएका छौँ। त्यसको प्राइस चाहिँ हामीले 4595 राखेका छौँ। र एटो 3 मा चाहिँ इन्टायरली इभो भन्ने भेरिएन्ट आएको छ अहिले। इभोमा चाहिँ हजुरको फिचर्सहरूदेखि लिएर इन्टेरियर एक्सटेरियर सबै चेन्ज गरेर नयाँ भेरिएन्टमै लिएर आएको छौँ। ग्राहकहरूको जिज्ञासा, गाडीप्रतिको चासो र विभिन्न मोडलप्रतिको आकर्षणले नेपाली EV बजारको बदलिँदो तस्बिर देखाउँछ। एटो 1 देखि एटो 2 र एटो 3 सम्म BYD ले फरक आवश्यकता र बजेटका ग्राहकलाई लक्षित गर्दै आफ्नो उपस्थितिलाई अझ फराकिलो बनाउँदै गएको देखिन्छ।